चोरी का फल मीठा होता है बवाल लायो भाइ काम गरेर मकै सबै खान भिडियो हैप्पी हार्मोन रिलीज गर्छ कपालको नि सबै फ्यान छन् रामु काका जल्दी से साफ कीजिए यो गाइस के छ गुड मर्निङ है त के हुँदैछ भर्खरै उठ्यो खाना खाइन क्लासतिर गइन्छ हामी होइन यी दुईजना चोरहरूले काँक्रो चोरी राख्ने मैले चोरी का फल मीठा होता है भन्दो रहेछ त्यही भइरहेको यहाँ मैले लक्ष्मीलाई नचिनेको अब राखिदिन्छु कि लहेर कस्तो भयो यो मैले सुरुमै राख्ने यही मान्छे है यस्तो यस्तो कुरा गर्ने ल के भन्नु न केही छ के लायो अस्तिको भिडियो हेरेर बवाल लायो भाइ बात त सही है बवाल लायो कन्फिडेन्स सबै बवाल छ गोइङ किप ग्राइन्डिङ ठिक छ धन्यवाद है त्यसको लागि ल ल हेर्न पर्यो लाइक सेयर सब्सक्राइब धन्यवाद रिदम ल भन ल के छ तिम्रो खबर भिडियो हेऱ्यौ ल दुई शब्द भन नि त ल डिमान्ड बढी थियो है त भिडियोमा हो कि दुई तीनजनाले भनिरहेको थिए आज के लिए फिलहाल इतना ही। आपकी तरह मैं भी मायूस हूँ लेकिन क्लास आगे हाम्रो बर्थडे हिँडिरहेको अगाडि अगाडि रोक्न भए गफ गरौँ कि तर रोक्न रोक्न मेरो बेन्च पार्टनर भनेर देखाउ प्रगतिसँग त मेरो कुरा भइसक्यो यहाँ भिडियो पनि छ बिहान तिमीले आइडिया दिँदै थियौ कि आइडिया हो अरे भन त यस्तो गर नि त तिमी खेतमा गएर काम गर मकै सबै खान दर्याम म भिडियो गराइदिन्छु तिमीले सबै काम गरेर कन्टेन्ट भइहाल्यो ल अब विज्ञान यहाँ भन्दा यता राम्री छन् पुतली कलेक्सन बक्स लिन गयौँ होइन अनि त्यसपछि नेट नि लिक्यौँ अनि पानी पर्यो तिम्रो गाएन म लिएर आइसकेँ पछि बेलुका गएकोमा अनि पानी पर्यो अनि हामी बस्यौँ त्यहाँ बसेर नि के गर्नु छ र ए तिमीले कत्रो ल्यायो एउटा बक्सभित्र तिमी नै बस्न मिल्ने यत्रो थियो त त्यहाँ मैले दुईटा बक्स बोकेर आएँ के डोकोमा हालेर हातमा त होइन होला यार यत्रो छ तिम्रो हात यार राम्रो छ भने नराम्रो छ भने होइन हात चाहिँ त्यत्रो छ भनेको कि हिजोको जीवन दाइको वाला क्लिप खै स्कुलको छेउमा यो स्कुल भयो भने यो मेरो घर हो त्यसरी त्यो होइन कि के अरे त्यो एउटा पहेँलो कलरको बिल्डिङ छ नि एउटा तिम्रो पहेँलो कलरको बिल्डिङ वाला यो टाइलको बिल्डिङ चाहिँ भयो यो सरकारी स्कुलको पहेँलो कलरको बिल्डिङ इन्टरनेसनल टाइल हो तिम्रो ल भाउजू आजको पनि मोबाइलमा सब्स्क्राइब गर्दिन पर्यो डाटासँग रिसियर यो गाई चाहिँ मेरो भिडियो हो हेर्नु है त भाउजू यहाँ अब रोक्नु सब्स्क्राइब गरिदिउँ हेर्नु है त यहाँ दुईवटा भिडियो छन् हेर्नु न लखेर मैले भाउजूकोमा सब्स्क्राइब गर्दै हो के राख्ने र के राख्ने गाइस
ह्याप्पी हर्मोन रिलिज गर्छ जेन एउटा प्लास्टिक दिन प्लास्टिक को पनि इन्टरभ्यु लिनु पर्यो हरियो सागपात खाने केटाहरू होइन कराम हरियो साग जेन दाइ है हरियो काँक्रा कराम हान्न पर्यो कि नयाँ सम्झौँ आनन्द दिएर खोइ हाले बोल ऊ चाहिँ हाम्रो साथी दिवस पाण्डे के छ साथी के छ साथी भन त कपालको नि सबै फ्यान छन् ल भाउजू मिठो चटपट गराउनु है त जीवन दाई यो मोबाइलको धनी भ्लगर मान्छे चाहिँ उहाँको कपालको त सबै बिग फ्यान छन्। हेलो गाइज के छ खबर हामी अब रातिको भ्लगमा छौँ र हाम्रो यहाँ के हुँदैछ भन्दा चाहिँ यहाँ चाहिँ हामीले बिरयानी बनाउन गइरहेका छौँ है त है। अब बिरयानी बनाउन हामीलाई के चाहिन्छ धेरै कुरा चाहिन्छ जस्तै अब हामीलाई चाहिन्छ यो चामल है हामी चाहिँ नेवारी समथिङ के नाम गरेको चामल युज गरिरहेछौँ है सँग छ यो दही यहाँ है हामी चाहिँ अब यहाँ अब यो प्याज चाहिँ भुटिरहेछौँ प्याज चाहिँ भुट्न एकदम नेसेसरी छ एकदम मिठो हुन्छ अनि यो चाहिँ बाँकी रहेको भुट्न भयो हामी चाहिँ यहाँ चाहिँ दही हालेका छौँ खुर्सानी हालेका छौँ लसुन हालेका छौँ अनि चाहिँ मिट मसला मासु छ टमाटर चाहिँ पिस भयो है त अब यो चाहिँ अब यहाँ जान्छ है त यहाँ जान्छ अब यो त्यसपछि मिक्सिङ हुन्छ हाम्रो मिक्सिङ गाइज मासु चाहिँ यस्तो भयो यो चाहिँ मस्त लगाएर म्यारिनेट गरेँ मैले 5 मिनट जति मस्त मिची मासु चाहिँ रेडी भयो अनि यो मासुको काम सकिएला आधा घन्टाको लागि मिल्छ भने 1 घन्टा नत्र आधा घन्टाको लागि छोडिदिए हुन्छ। चामल अलमोस्ट 60% to 70% जति चाहिँ पाकिसक्यो यसलाई चाहिँ अब रेस्ट गर्नको लागि छोडिदिने। अब चाहिँ हामी मासुतिर लागिन्छ। अब मासु कराई तातिरह तेल चाहिँ हाल्न पर्दैन हाले पनि फरक परेन तेल चाहिँ हाल्न पर्छ। ल यस्तो भाषा मासु म्यारिनेट गरिसक्यौँ म्यारिनेट गरिसकेपछि यसको कलर चाहिँ अब यस्तै आउँछ अघि भिडियोमा देखाइसकेँ अनि हामी चाहिँ फुड कलर हाले पनि हुन्छ न हामी चाहिँ घरै बनाउनु लागि फुड कलर नट नेसेसरी है त लगाइन्छ। अनि त्यसपछि अब यसलाई चाहिँ हामीले 30 मिनट जति छोडिदिन्छौँ 1 घन्टा छोडे पनि हुन्छ तर हामीलाई हतार छ 30 मिनट। ल गाइज अब हाम्रो अलमोस्ट सबै कुरा रेडी भइसक्यो मासु चाहिँ मासु पनि रेडी भइसक्यो है अब चामल पनि रेडी भइसक्यो। अब हामीले के गर्नुपर्छ भन्दाखेरि चाहिँ यो चामललाई चाहिँ कुकरमा सुरुमा चाहिँ हामी चाहिँ मासु र चामल चाहिँ लेयरिङ गरेर हाल्यौँ यता यो चाहिँ अलमोस्ट रेडी भइसक्यो। अब यसलाई चाहिँ हामी चाहिँ ढक्कन लगाइदिएर अलमोस्ट 5 मिनट जति चाहिँ लो हिटमा चाहिँ हामीले चाहिँ पकाउनु छोड्नु पर्छ। गाइज अब हाम्रो बिरयानी रेडी भयो यो चाहिँ हाम्रो मेन बिरयानी। त्यसपछि यो पनि मेन नै हो तर के भयो भन्दा चाहिँ यसमा चाहिँ फिल भयो यता चाहिँ अलि कम भयो है त ल गाइज अब त्यही हो हाम्रो बिरयानी रेडी भयो। कलर चाहिँ किन यस्तो भनेर गाली गर्नु होला हामीले फुड कलर हाल्दैनौँ हाम्रो बिरयानी रेडी भयो गाइज। ल त्यही हो अब हामी खाना स्टार्ट गरिन्छ। ल यति बेलासम्म हेर्नुभएछ त्यसको लागि धन्यवाद। अब खाएको पनि हेर्नु गौली हैं रामू काका जल्दी से साफ कीजिए। बालाकृष्ण अधिकारी के छ के पढ्दै छ के छ त नि कस्तो छ त नि तयारी प्र्याक्टिकलको त्यो त बनाउनु पर्यो नि भाइ यार फिगर यार भाउजू साउजू छैनन् कि यार लक्ष्मीले नि भाउजू भने तिमीले नि अहिलेको लागि यति कुरा पछि लाइक शेयर सब्सक्राइब